हेलो सबैजनालाई नमस्कार। यो तपाईँहरूले चाहिँ यो मैले बनाइदिएको ग्रेडसिट बनाउने सफ्टवेयरहरू चलाइरहनु भएको छ भने त्यहाँभित्र एउटा के छ भन्दा हामीलाई चाहिने क्यालेन्डर चाहिँ हामी आफैले चाहिँ कहिले बिता कहिले के भन्ने कुरा चाहिँ आफैले मिलाउन सकिन्छ। त्यसको लागि चाहिँ यो तपाईँको मैले बनाइदिएको त्यो फाइल ओपन गर्नु होला। यसो गर्नुभएपछि यहाँ एउटा चाहिँ यो ग्रेडसिट भने जताबाट ओपन गर्नुभयो भने केही फरक पर्दैन। मैले चाहिँ यताबाट ओपन गरेँ। यो ग्रेडसिट मेकर डिजाइन 1 चाहिँ यसरी ओपन गर्नु होला। यसरी ओपन गर्नुभएपछि यो फाइल ओपन हुन्छ। यो फाइल ओपन भइसकेपछि तपाईँहरू टक्कै यो विभिन्न कुराहरू छ। यसको बारेमा मैले अन्य भिडियोहरू बनाएर राखिसकेको छु। यो अन्य कुरा चाहिँ के छ भन्दाखेरि यसमा चाहिँ यो अन्य फाइलको लिङ्क भन्नेमा क्लिक गर्नुभयो भने यहाँ सब्जेक्ट म्यानेज स्कुल क्यालेन्डर भनेर यहाँनिर एउटा बटन छ। यो बटनलाई चाहिँ ट्याक्क यसरी क्लिक गर्नुभयो भने यसरी चाहिँ तपाईँहरूकोमा पनि यो खालको चाहिँ क्यालेन्डर खुल्छ होइन। यो क्यालेन्डरमा चाहिँ हामीले आफ्नो अब यो कुन महिना के भन्ने कुरा यिनीहरूको यो सेटिङ छ। यो स्कुलको नामहरू पनि तपाईँहरूले चाहिँ यो पेड भर्सन चलाउनु भएको छ भने यो स्कुलको नाम उता उसमा चाहिँ मेन फाइलमा बदलिया छ भने यो आफै बदलिएर आउँछ। अनि यसको लागि चाहिँ तपाईँहरूले चाहिँ जस्तो अब आफ्नो कार्यक्रम सेट गर्नको लागि यो चाहिँ स्कुलको कार्यक्रम बदल्नुहोस् भन्ने बटनमा क्लिक गरेर बदल्न सक्नुहुन्छ। यसको लागि चाहिँ जस्तो अब यो 2082 साल जेठ यहाँ आइरहेछ। यो चाहिँ प्रेजेन्ट मन्थ यो भयो भने अब यसको चाहिँ यो दुईवटा प्रोग्राम रन भइरहेकोले अलिक स्लो भइरहेछ। यसलाई यसो गरेर क्यालेन्डर सेट गर्नुहुन्छ भने यो चाहिँ भित्रपट्टिबाट चाहिँ यो मेनलाई चाहिँ बन्द गर्न पनि सक्नुहुन्छ होइन। यसरी दोहोरो चल्दाखेरि चाहिँ अलिक स्लो हुन्छ। यो दुइटैको चाहिँ भित्र भिबिए कोड हुन्छ, दुइटै अलिक ओभरलोड हुन्छ, त्यो भएर स्लो हुन्छ। यसको लागि सिङ्गल खोल्ने प्रोसेस पनि छ, त्यो म अहिले भनिदिउँला। यसो गर्दाखेरि यो असार आइरहेछ, भित्र उभिरहेछ। यसको लागि चाहिँ तपाईँहरूले अब यो आफ्नो क्यालेन्डर आफ्नै खालको कार्यक्रमको क्यालेन्डर बनाउने भने चाहिँ यो कार्यक्रम सेट गर्नुमा क्लिक गर्नुभएपछि बदल्दोसँग क्लिक गर्नुभएपछि यसो गर्नुभएपछि यहाँ चाहिँ धेरै सालदेखि जस्तो 2080 सालदेखि 2110 सालसम्मको लागि चाहिँ यो उसदेखि कति सालको चाहिँ क्यालेन्डर सेट गर्नुहुन्छ। त्यो जस्तो अब अहिले 82 को त मैले यसमा सेट गरिसकेको छ लगभग। यो हाम्रो लोकल उसको लागि चाहिँ तपाईँहरूको फरक छ भने त्यो पनि त्यो अब पालिकाले अर्थात् नगरपालिकाले बनाएको क्यालेन्डर अनुसार फरक छ भने त्यो पनि बदल्न सक्नुहुन्छ। जस्तो मैले 82 नै सिलेक्ट गरेर चाहिँ प्रोसेस गरेँ भने एउटा पेज खुल्छ हेर्नुहोस् सबै। यसरी यो पेजमा चाहिँ के छ भन्दा हरेक उसको चाहिँ तपाईँको महिना छ। यो कति सालको वैशाख जेठ गर्दै 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 यता चाहिँ यसरी यो चाहिँ के छ त भन्दाखेरि 12 महिनाको चाहिँ महिनाहरू छन्। यसकै हिसाबमा चाहिँ तपाईँहरूले चाहिँ यसलाई यो दुईवटा भएकोले भयो, यसलाई बन्द गरिदिउँ न एउटालाई। यसो गरेपछि के छ भन्दा अब यहाँ के छ त यो गतेहरू पनि तपाईँहरू आफ्नै ढङ्गले मिलाउन सक्नुहुन्छ। यो बार जस्तो अब बार पनि आफ्नै ढङ्गले अब मिलाउन सक्नुहुन्छ। अब जस्तो यहाँ यो 2082 साल वैशाख 1 गते सोमबार भयो भने कुनै साल मङ्गलबार होला, त्यो हिसाबले सर्लक्कै यसलाई बार बदल्नुहोस्, तिथि आफ्नो बदल्नुहोस्, तारिक बदल्नुहोस्, तिथि बदल्नुहोस्। अनि यो दिवसहरू कुन कुन गते के दिवस पर्छ त्यही हिसाबमा यो बदल्नुहोस् होइन। अनि यसको मेन पाटो भनेको चाहिँ यो कलरिङ गर्ने अर्थात् छ। अनि यो कार्यक्रम भन्ने पाटोमा चाहिँ तपाईँको आफ्नो यो चाहिँ अब सार्वजनिक रूपमा नै हुने दिवसहरू भए, यो तिथि मिति यिनीहरू यो 3वटा कुरा ठ्याक्कै तपाईँको अन्य क्यालेन्डरहरूसँग म्याच भइहाल्छ। यो चाहिँ
रहेको कुरा के त भन्दाखेरि यो स्कुलकै कार्यक्रम चाहिँ यहाँबाट चाहिँ अब जस्तो अब 1 गते के गर्ने 2 गते के गर्ने यो कुरा चाहिँ यहाँ तपाईँहरू मजाले लेख्न सक्नुहुन्छ आफ्नो आफ्नो उसमा लेख्न सक्नुहुन्छ। अनि विशेष यसले चाहिँ काउन्टिङ गर्ने भने चाहिँ यो दिन भन्ने छ नि यो दिनको हिसाबमा चाहिँ यसले काउन्ट गर्छ। यसमा के छ भन्दाखेरि यहाँ अगाडिपट्टि सर्टकट हेर्नुभयो भने यहाँ के छ भन्दाखेरि जस्तो यहाँनिर चाहिँ एसटी भनेको स्टडी टाइम पढाइ हुने दिन, इटी भनेको एक्जाम टाइम परीक्षा हुने दिन, एटी भनेको एडमिसन टाइम भर्ना हुने समय, अनि ओएसटी भनेको अदर स्टडी डे भयो होइन, अनि अन्य विद्यालय खुल्ने दिन भयो। यो पिएस भनेको पब्लिक होलिडे भयो, समर एसबी भनेको समर भ्याकेसन वर्षे बिदा, डब्लुभी भनेको विन्टर भ्याकेसन हिउँदे बिदा, अन्य बिदा ओएच छ। यो यसको हिसाबमा चाहिँ यतापट्टि सेटिङ गर्नुपर्ने हुन्छ। अनि यो हिसाबले जस्तो मानिलिउँ यहाँ के गर्न सकिन्छ त भन्दाखेरि मैले यहाँ 82 को सेट गरेको छ, अब 83 को सेट गर्न सक्नुहुन्छ। जस्तो यसो गरेर 83 को जानुभयो भने यहाँ केही पनि सेट भएको छैन नि होइन। यसलाई अब के छैन भन्दा तपाईँहरूले सेट गर्ने आइडिया भने चाहिँ मानिलिउँ वैशाखको 1 गते के पर्यो त बिदा पर्यो भने के त पब्लिक होलिडे त होइन, त्यो चाहिँ अदर होलिडेमा पर्यो होइन। अदर होलिडे अब यो त नेपालको लागि चाहिँ अब अदर होलिडे अथवा तपाईँहरू पब्लिक होलिडे जे राख्न सक्नुहुन्छ होइन। तर यो यहाँ लेखिने अक्षरको आधारमा चाहिँ के हुन्छ त भन्दाखेरि त्यो उता चाहिँ कलरिङ हुन्छ। फेरि अर्को 2 गते के छ त 2 गते के हुन्छ त अब भर्ना टाइम होला होइन, भर्ना टाइम 3 गते पनि भर्ना टाइम हुनसक्छ। कति दिन के छ यसरी भर्ना टाइम हो भने भर्ना टाइम अब यो 5 गते चाहिँ अब पब्लिक होलिडे भयो। अनि अब अरू दिन के छ त अब पढाइ हुने दिन होला। यस्तो हिसाबले चाहिँ यो चाहिँ के छ अब पढाइ हुने दिन कुन दिन पढाइ हुने दिन त्यो 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 दिन चाहिँ एसटी छानिदिनु होला। जे छ त्यो उताको सर्टकटको फर्म चाहिँ यहाँ छानेर अनि यहाँ सबै कुरा लेखिदिनु भयो भने यहाँ के हुन्छ भन्दा मैले यति मात्रै भरे नि अब यसको मात्रै कलर हुन्छ। यसकै हिसाबमा चाहिँ के गर्छ त भन्दाखेरि यसले चाहिँ कलरिङ गरिदिन्छ। जस्तै 82 भयो कार्तिक मङ्सिर। अब अघि चाहिँ 2टा खोल्दा स्लो भएको थियो नि, अहिले यो एउटा मात्रै खोल्दाखेरि चाहिँ फास्ट चलिरहेछ। अब हेर्नुहोस् के भयो त भन्दाखेरि यहाँ कलरिङ आयो, उन्दो कलरिङ आएन नि। यहाँ मैले 83 साल वैशाखमा के गर्थेँ 1 गते पब्लिक होलिडे अथवा अदर होलिडे भनेको थिएँ मैले यहाँ होइन। यहाँ चाहिँ अन्य बिदा यसले यहाँ काउन्ट गरिरहेको हुन्छ त। अनि यो एटेन्डेन्स डेट यो शनिबार भयो, यो पढाइ हुने दिन। यसरी यहाँ तल केही पनि लेखेको आएको छैन, किन भन्दा यसको यता लेखेकै छैन। यो हिसाबले यहाँ चाहिँ अब 83 मा यहाँ केही लेखिदिनु भयो भने जे लेख्नुहुन्छ त्यो कुरा चाहिँ यहाँ आउँछ। जस्तो अब यसरी चाहिँ वैशाख यस्तो लेख्नुभयो होइन, भर्ना अथवा के लेख्नुहुन्छ तपाईँहरूले जे लेख्नुभयो नि हुन्छ। त्यो तपाईँहरूले जे लेख्नुहुन्छ त्यही कुरा चाहिँ यतापट्टि आइदिन्छ। हेर्नुहोस् है त यो 83 जेठमा गयो वैशाख भर्ना यहाँ आउनु थाल्यो नि। यो जुन कुरा चाहिँ तपाईँहरूले उता लेख्नु भएको छ त्यो यहाँ प्रष्ट देखिन्छ र यहाँ माथि पनि काउन्ट भएर आउँछ। 2 दिन पढाइ हुने दिन 1-2 दिन पढाइ हुने दिन भयो, 4 दिन शनिबार भयो, 1 दिन अन्य बिदा भनेको यो 1 गतेको अन्य बिदा भयो। त्यो हिसाबले यहाँ के गर्छ त तपाईँहरूले आफ्नो स्कुलको क्यालेन्डर चाहिँ मजाले यो महिनामा कति दिन पढाइ हुने, कति दिन अन्य बिदा हुने, कति दिन भर्ना टाइम, कति दिन के यो माथि सर्टकटमा यसले आफै काउन्ट गरेर दिन्छ है। त्यो भएकोले यसरी सबै बनाइसक्नु भएपछि अनि के हुन्छ त भन्दाखेरि यसरी प्रेजेन्ट मन्थमा गऱ्यो भने चाहिँ जहाँको भए पनि 81 त्यो अहिलेको तत्कालको महिनामा आउँछ। यो सबै कुरा सेट गरेर सेभ गर्नुहोस्। त्यस पछाडि तपाईँहरूलाई चाहिँ चाहिने क्यालेन्डर चाहिँ सबैसँग सेयरिङ गर्ने भए ठ्याक्कै क्यालेन्डर प्रिन्ट गर्नुहोस् मा क्लिक गर्नुहोस्। त्यस पछाडि 1 महिनाको मात्रै गर्ने भए यो प्रिन्ट करेन्ट मन्थ होइन। यसो गरेपछि यहाँ चाहिँ यसरी कति सालको अनि अब कुन महिनाको भनेर यसरी चाहिँ अब उ गर्न मिल्छ। अनि यहाँ तल चाहिँ जेपिजी फोटोमा सेभ गर्ने कि पिडिएफ फाइलमा सेभ गर्ने भन्ने छ। यहाँ तल चाहिँ अब फाइल त्यो क्यालेन्डरको फाइल सेभ गर्ने लोकेसन हो। यो चाहिँ भर्सक यहाँ नगर्नुहोस्, चेन्ज गरेर
यसो गरेर तपाईँहरूले अन्य ठाउँमै चेन्ज गर्नु होला, किनकि त्यहाँभित्र फङ्सनको उसमा लोड हुन्छ। त्यो भएकोले यसो गरेर जस्तो डीको कुनै ठाउँ अथवा डी मात्रै गर्नुहोस्, त्यसले आफै फोल्डर बनाउँछ। यसो गर्नु होला। यो प्रिन्ट कभर पेज भनेको छ, यो चाहिँ कभर पेज प्रिन्ट गर्ने भए प्रिन्टमा, नत्र यसको टिक हटाइदिनुहोस् होइन। अनि यसो गर्नु होला। होइन यो सबै प्रिन्ट गर्ने भए चाहिँ यसो गरेर अब 82 सालको यसरी चाहिँ 82 अथवा कुन सालको प्रिन्ट गर्न चाहनुहुन्छ त्यसलाई सिलेक्ट गरेर यो फाइल सेभ गरेर प्रोसेसमा क्लिक गर्नुभयो भने यसले अटोमेटिक सबै उस चाहिँ फोटोको रूपमा बनाइदिन्छ। जुन सालको क्यालेन्डर हो त्यही सालको उसमा चाहिँ यसले काम गर्दैछ आफै। यसले काम नसकुन्जेलसम्म हामी पर्खेर बस्नुपर्ने हुन्छ। सकिएपछि यहाँ सकियो भनेर मेसेज आउँछ। यसले धेरै काम गर्नुपर्ने भएकोले टाइम लिन्छ अलि। अब सकियो भने अब ओके गर्नुहोस्। अब यसले यति गरेपछि के भयो त भन्दाखेरि यसले सक्यो। यति गर्नुभएपछि यसले चाहिँ सबै कुरा बनाइसक्यो। अब यसले बनाएको फाइल चाहिँ अघि जहाँ कहाँ गर्नुभएको थियो, डीमा गर्नुभएको थियो नि होइन। यहाँ क्यालेन्डर कति सालको भनेर चाहिँ यसरी चाहिँ फोटोको रूपमा बनाइदिन्छ। यो अब यो फोटो चाहिँ तपाईँहरूले मजाले चाहिँ सेयर गरेर सबै साथीभाइहरूसँग चाहिँ सेयर गरेर आफ्नो पालिकाभरिको लागि काम लाग्ने कामहरू यसरी बनाउन सकिन्छ। यसले चाहिँ होइन यसरी यो 12 महिनाको फोटो आयो नि त यहाँ। यो फोटो सेयर गरेर क्यालेन्डर सेयर गर्न सकिन्छ। अनि यही ढङ्गले यो प्रिन्ट गर्न सक्नुहुन्छ। कार्यक्रम आफ्नो ढङ्गले सेट गर्न सक्नुहुन्छ। तपाईँहरूलाई राम्रो लाग्यो भने यसरी चलाउनु होला। यदि यो क्यालेन्डर मात्रै चलाउनुहुन्छ अब सेट गरेर अरू चाहिँदैन भने यहाँ स्कुलको नाम र एड्रेस यो कोठामा हालिदिनु होला। यो भित्र आफै बदलिन्छ यहाँ प्रिन्ट गर्नु भने। नत्र भने चाहिँ कतिपयको चाहिँ यो पेड भर्सन चलाउनेहरूको लागि चाहिँ यो अटोमेटिक नै उता चेन्ज भएको छ भने यहाँ आफै चेन्ज भएर आइहाल्छ। यसरी चाहिँ यो क्यालेन्डरलाई प्रयोग गर्न सकिन्छ। तपाईँहरूले आफ्नो ढङ्गले आफ्नो कार्यक्रम सेट गरेर मजालेसँग चलाउनु होला।